आजभोलि यो गेटअप भने पनि मलाई खासै यो यस्तो यहाँ गाउँतिर गेटअपै नआएर केटाहरूले लुगा नै नल्याइदिएर यस्तो झ्याउ राख्ने मागेको छन् यार गाउँको केटाहरू कता मरेका छन् खै माछाले आजभोलि त माल तान्ने मान्छे पनि नपाएर यस्तो सिक हानी राखेको एक्लै कति माल तान्नु यार मैले एक्लै कति तानिसक्ने के अब केटाहरू भएपछि ल्या म सँगै बस्यो गुरुबिनमा टक्क माछा चर्केर ताने कुहियो उडायो तब पो मजा आउँछ केटाहरू कोही छैन अनि कस्तो दिक्क लाग्छ कि मलाई त एक्लै खान पनि तर केटाहरू कोही नभए पनि ठिकै छ एक्लै पनि तान्छु म कहिलेकाहीँ औकात नहोला हामीसँग सिकेर खाने औकात नहोला हामीसँग खुकुरी छँदैछ है खुकुरी जिन्दाबाद यार अरे माल त ल्याएँ नि त यार मैले माल छ म त माल होला अब चाहिँ खुकुरी खाएर भए पनि चित्त बुझाउनु पर्छ माल भर्ने माटो केही छैन केटाहरू त कोही होला नि माथिसम्म जाऊँ न केटाहरू कोही होला नि माथिसम्म हिँड्दै गर्नु पऱ्यो केटाहरू भेटिहाल्छ यार केटाहरू त बाटोमा आउने होला नि माथिबाट झर्छन् गाउँबाट केटाहरू गाउँमा जस्तो सुको माल त पाउँदैन ब्ल्याक त पाउँदैन होला धुलो त ल्यायो होला नि यार केटाहरू कोही त होला माथि यस्तो झ्याउ लाग्छ क्या मागेको छ यार चुरुट पनि तान्दिन्न यार एक्लै पनि कति खाने क्या यार बरु यसो केटाहरू भइदियो पनि एकजना भयो नि यार मस्त तान्नु हुन्थ्यो दुईजना गफ गर्दै एक्लै कति तान्ने बोर भइसक्यो यार झ्याउ लाग्छ मलाई ओहो एउटा भाइ आएर चाहिँ यार यो भाइले खान्छ कि कतै यार यसलाई आज खायो भने म फसाएर पनि खुवाउँछु ओ भाइ के छ सन्चै छौ नमस्ते यार के छ सन्चै कहाँबाट आयौ तिमी केटालाई घर ए अनि के छ सन्चै छौ तिमी सन्चै छु दाइ म तपाईँलाई चिनेन चिन्जान त यार भाइ पछि गरौँ न नि तिमीलाई एउटा कुरा भनौँ म भन्नु नि दाइ फेरि यो कुरा गोप्य छ एकछिन यो त गरौँ न यार भाइ बसौँ यार भाइ अनि कहाँ गएर आएर तिमी खेताला हजुर दाइ ए अनि एउटा कुरा भनौँ न भन्नु तिमी खान्छौ आमा दाइ तपाईँलाई लाग्छ म चुरुट खान्छु खाँदैन तिमी नाइ मेरो यहाँ मान्छे पनि कोही छैन होइन कसैले भन्ने पनि केही मलाई एक्लै खानु लास्ट बोर लाग्यो यार भाइ यार कसम यार म एक्लै तान्थेँ यार कति तान्नु कि एक्लै पनि यार दाइ यार बाउले दाइ थाहा पाइ मार्छ नि यार ए तिमी टेन्सन नलिनु ल्याप्पो छ र भने यहाँ कोही छैन कि तिम्रो म माथि ढुङ्गेको तल आएको यार भाइ टेन्सन नलिउन यार खाने अब कति देखाउनु अब कसले भन्ने अरू यहाँ बाटोमा पनि कोही हिँडेको छैन सुटुको तारा 2 सर्ट हो सल्काउँछ है आहा कस्तो हेऱ्यो धुवासुमा त धुवासुमा केही हुँदैन क्या भाइ यस्तै तान्ने यसरी फान्ने बुझ्यो नि छोरा खा भन्नु चाहिँ अघिदेखि खुकुर निकाली भुँडीमा छिराइदिउँ खाने दुई हातको खुकुर निकाल्नु खाने नाइ म खान्छु दाइ निकाल्नु दाइ तल खान्दाहरू ल खुरुको खा भन्यो बिस्तारै ए भाइ बिस्तारै खाना तेरो त पर तेरी आमाले त म खाएको जसो बिस्तारै खा बिस्तारले नै पिया फाल्ने हो बस केटो पर्फेक्ट ठिक छ नि स्वाद दामी छ ल खा बिहान त मैले खाइसकेँ खा तेरो दाइ छ राउन्ड चाहिँ केटाहरू सबले खानुपर्छ यो खाने चिज नखाने कुरा भयो पो नखाने खाने कुरा त खाने हो नि यार ए फाल्दिस् 10 रुपियाँ पर्यो यार कहाँ फाल्यो अरू खाले है कहाँ फाल्यो यार 10 रुपियाँ पर्यो 10 रुपियाँबाट पनि फाल्नु छैन मिक्चेबी मारिदिउँ न झन् खडा हालिदियो ल है भाइ तैँले पनि खाएस् मेरो भने मानिस एकदम ल तँलाई ह्यान्ड सेक्स ल कान्छ जा अहिले कहाँ घर जान लास् दाइ ए घर भन्छु घरबाट आओस् कि क्या ससुराली जान आउलास् ससुराली तेरी सासूले बनाए दन्काउला पेटाउन किलो ल अनि होला दाइ जा अहिले ठिक गरिस् ओ कान्छा सुन त मलाई पछि भेट है बेलुकातिर ल है कान्छा पछि भेट है म अहिले माथि गएर है म यसो केटासँग बस गर्नु छ यार अनि त्यो हामी चाहिँ हिजोको माल चाहिँ अलिक कडा थियो यार आजको माल चाहिँ बबाल लाग्यो मलाई त यार दाइ तपाईँले कहाँबाट ल्याउनु भएको त्यो माल यार माथि त धर्मे साउकोबाट ल्याएको दामी बनाएको रहेछ गाउँमा बनाएको रहेछ अनि यार गाउँमा केटाहरू पनि खै कता गयो कता
यार त्यो हाम्रो गाउँको त्यो बिरी भाइ त्यो घरमै छ अरे वही हो दाइ उसको घर ए आमा ए हो त्यसको घर हजुर दाइ अनि सुन्न एउटा कुरा त्यो त यार एकचोटि गाउँमा बाख्रा बलात्कार केसमा पर्या भन्थ्यो यार हो दाइ हो अनि त्यसको केस मिल्यो मिलिसक्यो दाइ आमा यार केटी नभएर बाग्रातिर पो लाग्न थाल्यो यार आजभोलि केटा हो दाइ एकदम मलाई त यार लाज खिस्सा लाग्छ यार कसम यार भाइ अनि त्यो घरमै छ घरमै एउटा बोलाउनु न दाइ ए ढोका त खुल्लै छ घरमै जान्न हो एक गएर कुरा गरौँ त्यहाँ तिमीले खान्छौ कि खान्न सायद खान्न होला दाइ ए किन खाँदै तिमीले पनि खान्थ्यौ हिजो अस्ति तिमीले खान्थेनौ नि त बिस्तारै सिक्ने कुरो हो नि त यो जाम त्यसको घरमै जाउँ एकछिन त्यसको घरमै गएर यसो कता हिँड्थ्यो नत्रमा त्यसको घरमा कुखुरा पालिरहेको छ र छोडिदिने हो नत्रमा साथी पो यार माकेसम्म यार मलाई त औडा लाग्छ यार लास औडा लाग्छ यार पुरा घरमै त होला होइन घरमै छु दाइ ओइ बिरे अहिले चाहिँ भिडियो कहाँ छ त यार बिरे नमस्ते ओ बाबु नमस्ते बाबु भन्छ यार किन यार हाम्रो दोस्त आमा यार के छ यार यत्रो भइसक्यो यार तिमी पनि यार माकेसम्म यार तिमीलाई हामी पनि नचिन्न सकेको तिमी कसम यार तिमीलाई गाउँबाट म काठमाडौँबाट सिरेर गएको पहिला है भागेर गएको त्यतिर अब हेर्न यार कुखुरा चोर भनेर मलाई गाउँमा यत्रो लासको बेजर खिच्दा हान्दियो अनि मलाई झ्याउ लाग्यो म काठमाडौँ भागेर गइदिएँ होइन तिमी त्यहाँ सानो हामी त क्लासमा तँलाई फुच्चे बच्चा भन्थ्यौ यार यत्रो भइसक्यो यार तिमी चाहिँ यार माक्समा लास नलाच यार बसौँ न त अब ए बसौँ आमा पुरा बेन्च पनि पनि आउनु त बस थाइल्यान्डबाट मगाएको बेन्च अनि इन्डियाबाट ए कस्तो राम्रो छ क्या तिमी अनि आजभोलि के गरिरहेको छौ त्यहाँतिर गाउँघरतिर के चल्दैछ यत्तिकै अब घरको पाता हालौँ कि भने हो ए घर पनि तिम्रो पुरै उभा छ अनि बाहिरतिर जाँदैनौ तिमी त मन लाग्दैन खासै ए अरू त सन्चै छौ नि तिमी सन्चै अनि पुरा एउटा कुरा भनौँ तिमीलाई एउटा कुरा भनौँ भनौँ अनि यहाँ तिमीले यसो गाउँघरतिर ब्ल्याकमा आउँदैन यार कालो माल के माल एमएल म खान त खाँदैन त्यस्तो तर ड्रिङ्क चाहिँ अलिकति गर्छु ए आमा राम्रो कुरो भयो त यार यार तिमी पनि यार कस्तो यार झोक्रा के यार खाना नगर न ऊ भाइले पनि खान्थेन मैले पनि पहिला कहाँ खान्थेँ त म यस्तै अवस्थाले सिकायो मलाई नि यार तिमी ल्याङ नगर न यार भयो दाजु मेरो भित्र आगो बाल्नु छ ए भाइ यार नै दाजु त्यसो लाग्दैन क्या दाइ यार म दाइ यार दुई थरम ला यार दाइ यार त्यही दाइ यार आगो बाल्नु देऊ न यार ल्याउ न अलि यता हो नि दाइ म पनि दिन्छु टोक्ने खाने कि दुई हातको खुकुरी निकालु खान्छु दाइ खान्छु टोक्ने खुकुरी निकाले भुँडिनु झाक्दी भित्त छिराइदिनु न त थाहा यहाँ यता बस यता छोरा आज सब निकै सुर दिएको छ निकै सिम्पल नाटक नगर न तेरा भुँडियो दुई हातको चक्कु छिराइदिउ न त थाहा खासमा होइन म पनि पहिला खाँदै नै कान्छ यार त्यस्तै भयो अब आदत बस्यो बिस्तारै होइन अब त्यही भएर सुरु यस्तो त हुन्न न अरे भाइ यो त चिर त मात्रै हेर न राम हेर न भन्ने मात्रै भन यस्तो कहाँ यस्तो भयो मेरो मुखमा किडा परेन नि त रामेर नै गडा लाग्ने थियो होला यहाँ होइन भाइ यसो हेर न मान्छे दाँत यस्तै अब कसैको सोख हुन्छ नि त दाँत यस्तै बनाउने अब त्यो यस्तै दाँत बनाउनु पनि सकिन्छ भन्नु टेन्सन नलियो सेप बन्छ कि आफै भनिहाल्छ हान्नै पर्दैन तिमीले चिन्ता नगर न आफै बन्छ क्या जिउरो सिउरो हुन्छ होइन म सल्काउँछु तिमीलाई खाना आउँदैन है म सिकाइदिन्छु क्या यस्तो गर्ने पहिला नाम चाहिँ फेरि फेब्रा गलेको भन्छ यसलाई चाहिँ पहिला होइन चट्ट लिने मुखमा छिराउने ख्यासै छिराउने ख्यासै लाइटले फ्याट फ्याट आहा कुन तरिका दाइ हो अरे बाबु यस्तो मिठो हुन्छ नि यो चाहिँ तिमीलाई के थाहा तिमीले खाएकै छैन कस्तो थाहा हुन्छ कि तिमीलाई टक्क तान्यो त्यसरी उडाउने कस्तो अरे तान्यो गन्नान्छ त दाजु यो ए बाबु पछि बास आउँछ कि यो खाउनु त्यसो खै यस्तो होइन कि सामान्य टक्क यो औँला छ नि यो औँला ख्यास छिराउने कि औँला ख्यास कस्तो अरे
अहिले बुझ्यो दाइले अहिले बुझ्यो अनि क्या न दाइ हो त्यसलाई मुखुनो कोर्ने तल उदो निकाल्ने यसो छिराएन मुखमा बिस्तारै तान अरे ए भाइ बिस्तारै तान के बिस्तारै बिस्तारै त्यस्तो तान्ने के त्यस्तो तान्नु त्यस्तो हो के बाबु हो बिस्तारै बाबु बिस्तारै तान ए यो त सब सामान्य हो क्या भाइ हो गुड क्लैप 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 ओ माय अभी मजा आएगा ना भिडो दामी हाने नि त भाइले दाइ भयो कहाँ छ कोल तान ल तान्न त्यो दाइले बिस्तारै पछाडि खान्छ कि त्यो त अब लेजेन्ड मान्छे अब कहाँ केटाहरूलाई नदिएर मलाई खाने मन लाग्दैन कि हो त्यो कान्छाले तान्नै जान्थेन कि हिजो अस्ति मैले सिकाइदिएको त्यस्तो तान्ने त त्यस्तो लिने हो के ठिक छ नि कहिले कहिले फेरि खाऊ त कस्तो स्वाद छ त्यो बता मलाई खाएर कस्तो स्वाद भन त बस तिमी के काम गर्न लाग्थ्यो गर भाइ हामी चाहिँ अहिले जान्छ हामी कुनै दिन भेटौँला अब होइन ठिक छ अहिले तिमी जाऊ तर भोलि भेट्नुपर्छ नि फेरि भोलि मेरा लाइट गयो दाइ लाइट नै बाबा हामीलाई 24 घण्टा चाहिन्छ यत्रो बट्टा छ यार भाइ यार हामी कहाँ बाटोमा मागेर हिँड्नु त नाप होला त्यसले पाल्नु पर्यो ल है भाइ ल फेरि म गएँ है कान्छा ल है भोलि भेट्नुपर्छ गाउँमा आज मान्छे दिक्क लाग्छ मलाई यो खासै यार ठिक लागिरहेको नि यो सक्छौ भने कान्छ यो यसो यो जग्गा छ नि जग्गा कसको त्यो रामेको होइन रामेको हो नि यो जग्गा हो दाइ हो त्यो रामेको जग्गालाई मैले होइन त्यसलाई पुरा खरिद्न सक्छु के तर त्यो बेच्छ कि बेच्दैन यसो बेचिदिएको भए साला यहाँ ड्रग्सको एउटा धन्दा गरेर सोचिरहेको छु यसो ड्रग्सको कन्टेनर नै यता ल्याइदिने गाजाको बोट ए गाँजाको बोट त यता मलाई यो खेतीमा यता गाँजा रोपनी गर्नु पनि राम्रो छ होइन त्यो बिरेलाई यसो कन्ट्याक्ट गरेर बिरेको जग्गा होइन बिरेलाई यसो कन्ट्याक्ट गरेर यो जग्गा पनि दिनुपर्छ अनि यो रामेको यो एरिया पनि दिएर टक्क ड्रग्सको धन्दा हान्नुपर्छ होइन हामीले ल भाइ आयो जाम आज केटाहरू त कोही झरेन नि त यार यहाँतिर कोही केटाहरू आएन ओहो मेरो साथीहरू पुरै त आइसक्यो नि त यहाँ केटा ओ यार के छ यार आमा यार केटा आइपुग्यो है सन्चो हो नि सन्चो सोच्ने मिले त सन्चो सोच होला है सन्चो सोच्ने खा त माल भन्न खोजिया हो कि तिमी के सुनिरा अनि आज माछा छैन मसँग छ है केटा माल मसँग छैन भाइ तिमीसँग छैन पैसा पनि छैन तिम्रो लुक्खा छ भन्ने मलाई थाहा छ के अनि मसँग छ नि त केटा हामी त्यो त कहिले खाली बस्दैन बट्टा छैन मसँग भरेको कोही अनि हामी चाहिँ कहाँ गएर खाने यतै खान्न त है उता जान्न त यता देख्छ नि यार त जान्न त कुप्चातिर ए अँ है हाम्रो अड्डा छ नि त यार यहाँ अड्डामै जान्न होइन यसले बाख्रा बलात्कार गरेको त्यही हो दाइ ए हो र जान्न त अनि जाम मलाई त जिन्दगी आएर चिनमा डिल्ला जस्तो लाग्दैन यार केटा खासै होइन न यार दिन यार कति गफ मान्नु सिकी गइसक्यो कि यता यार टेन्सन नल्याउने यार छ यार म टन्नै ल्याएको छु यार भाइ यार नै भरेको छु ल भाइ यस्तै हो क्या जिन्दगी पनि अब तिम्रो यार बस्ने अरे यहाँ केटाहरू कहाँ यस्तो पुलिसहरूले थाहा पायो भने त मार्छौँ ल्याएर हामी बस्छौँ यार होइन कडा छ नि केटामा कडा जस्तो भयो नि हो भाइ छैन कतितिर जानु पऱ्यो क्या मान्छेहरू छन् त्यहाँ कतिजना मान्छेहरू देख्छन् केटाहरू के गरेर खाने यिनीहरूले घाँस तानिरहेको नि क्या दुईवटा घाँस तानिरहेको नि क्या एकछिन त्यहाँ गएर हेर्नु पर्यो के तिमीहरू के गरिरहेको थियौ यहाँ
होइन त हामी यहाँ त्यसै केटाहरू बसिरहेको थियौँ नि तिम्रो त गाजा खाइरहेको थियो क्या खाइरहेको थियो क्या होइन त हामी त्यसै बसेको थियौँ हेर्ने र लागिरहेको छ मलाई कहाँ तपाईँलाई झुट बोल्नु र हामी हेर्ने यसो बसेको थियौँ आज नुहान जानु पर्यो के गर्छ तिम्रो के खाइरहेको ए त्यही त खाइरहेको ए माथि बस बस ए तिम्रो पनि बस तिम्रो हानु बस दाजु म कहाँ त्यसो कहाँ बलात्कार गाजा खान सिकाइरहेको छस् क्या मेरी आँगी क्या भन्नु अब दाजु त यो नाना दुध बालक दुध खाने आमा दुध खाने दाजु गाजा खाने सिकाइकन म काम मेरा मुख त तिमीलाई गाजा खान सिकाइरहेको छ ले सोध्नु होइन त यिनीहरूलाई म कहाँ सिकाउला रहेछ यार दायार बिजोर लाग्दैन उसलाई सोध्नु नि यार दायार म कहाँ त्यस्तो फटा मान्छे कहाँ हो रे यार म त सोझो मान्छे अब त गाउँमा इज्जत रहे मान्छे त्यसो बुढे किन दादा सोध्नु गाजा खान सिकाउनुको कसले सिकाएन दाजु मलाई भन छिटो भन होइन दाजु सिकाएन त्यसले सिकायो नै दाजु यी सोधा बढी कुरा गर्छस् होइन दाजु यही राणा छोराले सिकायो गाजा जानु होइन दाजु यो साले झुट बोल्ला त यसलाई झुट बोल्छ होइन दाजु यसले सिकाएन यसलाई सुन्नु न सबैलाई गाजा खान सिकाउँछस् यार दा यार यो मान्छे जहिले पनि झुट बोल्छ अस्ति पनि चाउमिन खाँदा मैले खाएन भनेर 5 प्लेटको नास्ता यसले मलाई तिरायो पैसा यसलाई सोध्नु न यो मान्छे ठिक छ ए भाइ तिमीलाई गाजा खान कसले सिकायो भन त ल दाइ यार हामी गाजा खान्छ जस्तो देखिन्छ तपाईँ त्यस्तो कुरा नगर्नु न यार दाइ यार औडा कुरा नगर्नु न ओ भाइ तिमी खान्न हो किन खान्छौ कि फेरि अर्को दिउँ भन्छु दाइ भन्छु औन भन भन्छु त म यदि रानीका छोरा हुन् दाइ मलाई सिकाने म होइन त यसले सिकायो के दाइ तिमीलाई लिएर खोलमा राखिदिउँ अबदेखि भन्ने मान्छौ कि नै खान्छौ कि खाँदैनौ तिमीहरू अबदेखि गाजा खान्छौ कि खाँदैनौ खानु दाइ हामीले गल्ती गऱ्यौँ दाइ दाइ खानु दाइ अबदेखि गाजा खान्छौ कि नै तिमीहरू दाइ हामी खानु दाइ खानु खाने दाइ आएर चाहिँ क्यों नि